गुरुङको रीतिथिति संस्कार आज हो। रीतिथिति भनेको यो गुरुङको संस्कार यो पहिलो चैतको पहिलो मंगलबार हेर्नुस् युवक हराएको सपौदीमा कुकुर मात्रै जाममा है तेरीले हेर्नुस् 4 वटा कुकुर सहित यो बेलौडी खेल्दै हामी हेर्नुस् ल हेर्नुस् युवकको नाममा 3 जना हेर्नुस् ल हेर्नुस् युवकको नाममा 3 जना अरु सबैजना हेर्नुस् सबै थत्रो मात्रै ल हेर्नुस् ल हेर्नुस् हेलो रे हेलो रे यस्तो बोकिन्छ हेर्नुस् यो यस्तो बोकिन्छ यस्तो गरिन्छ धुप हालिन्छ लास्टमा बुढाहरूले ल हेर्नुस् युवाहरूले यस्तो बोक्ने चलन छ हाली बिहा ए रम्बा चाउ चाउ हे रम्बा चाउ चाउ हे रम्बा चाउ चाउ लो हेर्नुस् रम्बा चाउ चाउ यता कस्तो छ रम्बा चाउ चाउ उइ साबी अझै यस्तो पनि बेलो रे बेलो रे बेलो रे रम्बा चाउ चाउ बेलो रे हिरो चाउ चाउ बेलो रे बोलो 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 ए खाली माछा ल्यान्छु लाठीको मासन गइजा भेलो रे यहाँ पनि हो बस बस भाइ भाइ यहाँ त चाबिना लाठीको मासन गइजा फेरि मिना त आर्ना है सब बोकेको लागि आउनु न यार छौका गुडको मासन गइजा भेलो रे भेलो रे भेलो रे ल हाम्रो सम्झी हाँसेको ल भेलो रे भेलो
रम्बा चाउ चाउ लो रम्बा चाउ चाउ भेलो रे पिरो चाउ चाउ भेलो रे रम्बा चाउ चाउ भेलो रे ओ पिरो चाउ चाउ भेलो रे ए पिरो चाउ चाउ भेलो रे लो मारो चाउ चाउ भेलो रे आयो मारो ए रम्बा चाउ चाउ भेलो रे ए रम्बा चाउ चाउ भेलो रे ए पिरो चाउ चाउ भेलो रे आयो आयो भेलो रे भाग भाग भाइ आयो भाग पुछा रे साइलालाई भ्यायो भ्यायो लो हेर्नुस् बेलोरे यस्तो हुन्छ हेर्नुस् त लो हेर्नुस् यो बेलोरे यस्तो प्लेन बुढालाई कुल्लु चुपै भिजायो अघि त कोट लाखानी छ दिएको घर आएर कोट लाछ अर्को जाडो हुँदैन डबल कोट लाखेको जाडो हुन्छ यो कुन बेलोरी खेलेको रङ लाको मेरो बेबीलाई होइन यो मूल कोठामा गएपछि भयो तिमीहरू सुतेको कोठामा त मसान ससान होस् हामीले दबाउँदैन रे पिरो चाउ चाउ भलो रे
सपौदी गाउँमा अब बेलौरी खेलेर सिद्धिन आँटेको अवस्था हेर्नुहोस्। यो लास्ट घर हो। अब मान्छे नै नभए पनि युवाहरूको कमी भए पनि बुढाहरूको जोस जाँगरले हाम्रो यो पहिलो मङ्गलबार चैत महिनाको पहिलो मङ्गलबार हामी यसरी यो गुरुङको उसमा चाहिँ यो टोटे भन्ने गरिन्छ, टोटे खेल्ने गरिन्छ। हेर्नुहोस् यो चाहिँ हाम्रो रीतिरिवाज हो गुरुङहरूको। यो यसरी खेल्यो भने भूत प्रेत भाग्छ भन्ने एउटा परम्परादेखिको भनाइ छ। हेर्नु होला है बुढाहरूको जोस जाँगरलाई हेर्नुहोस्। छैन भेलौरे छैन। खोइ बुढा भेलौरे खोइ ए भेलौरे भन्ने ओ जठ्ठाबा भेलौरे भन न ओ जठ्ठाबा भेलौरे हे भेलौरे खत्तम। भेलौरे यसरी खेलिन्छ। भेलौरी भनेको यस्तो हुन्छ हेर्नुहोस्। भेलौरी भनेको यस्तो हुन्छ हेर्नुहोस्। रम्बा चाउ चाउ भेलौरे भेलौरे यसरी खेल्ने गरिन्छ। दर्शकवृन्द ल हेर्नुहोस् एकै ठाउँमा अब अन्तिम अवस्थामा है दर्शकवृन्द। बुढार कहाँ गयो? लास्ट घर चाहिँ यो है लामबत्तीमा आई समापन हुन लागेको छ, सम्पन्न हुन लागेको छ। अब सिद्धिन लाग्यो दर्शक पनि यो भेलौरे भन्ने हाम्रो सिद्धियो। अब दर्शक पनि भेलौरे सिद्धियो। ओ भेलौरे ओ रामबा चाउ चाउ ए उता हो त्यहाँ
यहाँ खाले त पानी छैन पन्ना टोपी बल्ल फुकालेको छ हाम्रो लामा बाले पुजारी बाले यो चाहिँ लास्ट स्टेप हो यसले सुन्नुस् पिर कट्टा भनेको है दर्शक ग्रिन पिर कट्टा नगरिदिनुहोस् भनेको है पिर कष्टा भनेको है पिस कट्टा भनिदियो माफ गर्नु होला अब यता आउने छैन हामीलाई दुधको दुध पानीको पानी भइजा 20 कट्टा भन्ने के हेर्नुस् पिर कष्टा भनेको है त्यो दर्शक ग्रिन यो पिर कट्टा भनिदियो भाले ले के पहिला भाले र पोती एकैचोटि दे त हाँसी खोइ भाले र पोती एकैचोटि दे अब हामीलाई गीत कथा नगरे है अब ए ब्रो त योमरे के खाते कथा कालखुङ तलाई भए पनि सबै बैजा योमरे कासे किरे यार सैलापुर किरे काट दिया योमरे बाबला कालाबिन बिया मनतलाई गोपालले मान्यो ल ल छैन खोइ पोथी मानेको छैन ओए पोथी माने हैन पोथी माने हैन जब पोथी माने के पहिला हो र के गले नदिएर गोपालले जति पहिला भाले काट होजर आका नले त नले माथि खाना हुई त माने यो त नगरे माथि ngay बारे छार्छिम यार खोइ खोइ बिनु कोसो योमरे माथि दai ते तुम दिएर चले भ्याउँछ यार भुत्रो र उइ यो रे स्या हे बुरुमै छले अब भूत पिसाच खोइ 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 ए कसै कसैलाई मुई 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 लो हेर्नुस् यो कुखुरा चाहिँ ऊ तलतिर गइन्छ जान्छ हेर्नु है ए गयो कुखुरा त उको तलतिर गयो